हाँसेर ढाँटेर हाँसेर ढाँटेर कफी खाने भयो हामी सबैजना न त निन्द्रा पुरा हुन्छ न त सपना नै Hello family members, welcome back to my channel. हेलो गाइज सबैजनालाई नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ म ड्युटीमै हो। बिहान चाहिँ मैले स्टार्ट गर्न पाइनँ भ्लग किनभने बिहान म अलि ढिलो उठेको थिएँ अनि ढिलो उठेर अनि चाहिँ यताउति गरेर मैले भ्याउँदै भ्याइनँ। त्यही भएर म डाइरेक्ट काममै आएर मैले निन्द्रा छोडेको छैन, मुख धोएर बसेको। अब भ्लग हेर्न सुरु गर्नु होला, कस्तो आउँछ कमेन्ट गरिदिनु होला, सब्सक्राइब नगरेको गरिदिनु होला। अनि भाइ के छ खबर? देऊ नि त हो, एउटा त हो तिम्रो बानी हेरेर त मुख आनन्द छ कि फेरि। ठिक छ, यो भाइ चिन्नु भयो? यो भाइ फेरि को हो भने अस्ति मैले कचरा गाडीमा पठाउनु लाग्थेँ नि, त्यही भाइ हो। के गर्नु, काम त गरिरहेको भाइले गाउँछ, काम चाहिँ गर्छ है फेरि माछा जस्तो नि, काम चाहिँ हान्छ बबल हान्छ काम चाहिँ केटोले। जे होस् विदेशमा नि रमाइलै भनौँ एउटा हिसाबले। एउटा एकदम फिल लिएर सोच्यो भने चाहिँ जिन्दगी फिल लिएर सोच्यो भने रमाइलो छ कि जता गयो नि। तर अलिक फरक भनेको यस्तो हो क्या, ठाउँमा अलि यस्तो ठाउँमा छु भनेर अलिकति उयो लाग्छ, तर पनि जिन्दगी हो रमाइलो लागिरहेको छ। सधैँभरिको लागि होइन यस्तो ठाउँमा भन्ने कुरा, पछि गएर आफ्नै ठाउँमा भइन्छ। त्यही अनुसारले चाहिँ त्यही सोचले चाहिँ एकदम खुसी लाग्छ भनौँ जिन्दगीमा। काम चाहिँ गर्छ केटोले काम चाहिँ बबल हान्छ है। त्यही भएर भाइ चाहिँ मेरो एकदम फेभरेट हो। अरू केही गर्नु मेरो बाँकी अब मेरो सास पनि लिएर जाने क्या तपाईँले, मेरो सास लिएर खानु तपाईँले एक्स गर्नु एक्स। एक्स गर्नु मेरो प्राण खन्दा हो, मेरो प्राण खन्दा हो तिमीहरू, मेरो प्राण। हमको मारो, हमको जिंदा मत छोड़ो सालो। ए नेपालदेखि कोही आउने मान्छे छ भने 1-2 किलो सुकुटी पठाइदेऊ त हो। अस्ति नै खाएको मुखै जिस्कायो। मनै त हो सम्झाए नि बुझाए नि मान्दैन नि। पछि गिराउ न, मेरो पछि गिराउ न मुला। सम्झाए नि बुझाए नि मान्दैन नि मनै त हो मनै त हो मनै त हो मनै त हो। हाँसेर ढाँटेर काटेर माया सधैँ घुम्न, हाँसेर ढाँटेर हाँसेर डाँटेर कति भन्नु तिमीलाई सम्झिदिन, कति भन्नु तिमीलाई सम्झिदिन। भागेर कता जाउँ तिम्रो यादले कहीँ छाड्दैन, भागेर कता जाऊ तिम्रो यादले म छाड्दैन। के गरौँ म के गरौँ हाँसेर ढाँटेर कति भन्नु तिमीलाई सम्झिदिन, भाग के गरौँ। यस्तो समय मैले एउटा के भाषण गर्छु भने एउटा होइन, मैले यस कुरो सिरियस राख्छु। मैले के भने होइन, पहिला नमस्कार गर्छु सबैलाई, नमस्कार। एउटा मेसेज के दिन चाहेको भनेको मैले हिजो अस्तिको त्यो काण्ड निस्केको के मेसेज गङ्गु काण्ड भन्ने निस्केको। एन्ड सुरुमा चाहिँ जस्टिस फर गङ्गु। अनि त्यो चाहिँ गल्ती कसको भने हाम्रो भाइको हो माधव। यो भाइको गल्ती रहेछ कि त्यसमा। कुरो सिरियसै होइन त्यसरी गर्नुपर्छ, देखाउ न। कुरो सिरियस हो के हो नि, त्यो केटाकै गल्ती हो हुन त होइन, केटीको पनि छ गल्ती त होइन। अब रिलेसनमा त भइहाल्छ, त्यति ठक्ठुक भइहाल्छ हो कि भन होइन। मेन गल्ती केटीको हो, मेन गल्ती केटीको हो है। मेन गल्ती चाहिँ त्यो केटीको चाहिँ हो मेन गल्ती। अनि केटाको पनि एकदम मेन गल्ती नि त्यो, त्यसलाई भेटेँ नि मैले छोडिदिँदाखेरि खोकेर गिभ मी त्यो केटा मै हो। हेर्दा नि त्यस्तै छ साँच्चै भाइ, हेर्दा नि त्यस्तै छ है। त्यो भाइ नेपाल गयो नि एयरपोर्टमै समात्छ। उता जानु लाग्यो छ काममा जानु लाग्यो, भाइले लगाइदिनु टाइम पनि यति भइसक्यो, 8 बजिसक्यो। नि चुवर नि छिटो छिटो गरेन हौ, जानु पऱ्यो कि म अबेल भएँ। अघि नै मुसु गर्दै गएको थिएँ त अघि पर्दैन नि साफ गरेको कहाँनिर थियो है म फोर देखाइदिनु भनेको यहीँ यहाँनिर
अरे गुड आइफोन Yeah, this vlog. नो आइफोन स्यामसङ स्यामसङ आइफोन बट स्यामसङ ल भाइ म गएँ गर्मी लाग्यो गर्मीले अब डह्रो भ्याउने भयो एउटा अन्डा फोडेर बाटामा राखिदियो भने 2 सेकेन्डमा फलाइ हुन्छ त्यस्तो गर्मी लाग्छ यो ठाउँ फेरि आइस झर्ने ठाउँ त छ न त अलिक पर छ चिसोमा चिसो गर्मीमा एकदम गर्मी त्यस्तो ठाउँ हो यो भनेको अनि हाम्रो नेपालमा घटेको घटना के गर्छ है म सोध्दा अनक लाग्छ कि अनि त्यो गङ्गु काण्ड भन्ने के लो कसको गल्ती भन्ने हो त्यसमा अब होइन गल्ती कसको भन्नु हो त्यसमा अब केटाको भन्नु केटीको भन्नु त्यही हो केटाले घात गर्न नपर्ने हो केटाले घात गरिहालेछ त नि अब तर विश्वास गरेर थियो होइन उसलाई के थाहा थियो र उसले त्यस्तो गर्छ भन्ने कुरा होइन त्यस्तो गर्छ भन्ने त्यो उसलाई थाहा थिएन थाहा भएको भए त्यस्तो गर्थेन होला होइन मायामा त्यस्तो गरेपछि केटाले त्यस्तो नगरिदिनु पर्ने हो केटीले पनि नसोचेर उ गरेको फिल गर्न चाहिँ होइन त्यस्तो होइन केटीले सोध्नु पर्ने हो त्यो सबै होइन केटीले पनि अगाडि सोध्नु पर्ने हो अनि केटाले पनि त्यस्तो नगरिदिनु पर्ने हो कि यदि विशेष त्यही हो मैले भन्छु होइन हुन त होइन केटा मान्छेलाई नि इज्जत डर इज्जत पनि हुन्छ जस्तै केटी मान्छेलाई जति भन्दा जति केटी मान्छेको इज्जत जान्छ नि त्यति केटा मान्छेको खास जाँदैन केटी मान्छे भनेको एउटा सानो दाग लाग्यो भने अब सेतो कपडा जस्तै हो केटी मान्छे भनेको सानो दाग लाग्यो भने झ्याप्पै देखिहाल्ने कि तर कहिले नमिटिने दाग हो नि फेरि त्यस्तो भने फेरि त्यही भएर म भन्छु केटी मान्छेहरू अलि केयरफुल हुनुपर्छ अर्कोलाई झ्याप्पै विश्वास गर्नु हुँदैन माया गर्ने मान्छे धेरै माया गर्छु भन्ने मान्छे धेरै हुन्छन् समय दिने हो होइन अलिकति आफूले सके जति समय दिने हो आफूले भए जति इज्जत पुरै दिने होइन सबै पुऱ्याउनु पर्छ हेरचाह सबै पुऱ्याउनु पर्छ केटी मान्छे त्यही हो जस्तो लाग्छ मेन कुरा विश्वास हो विश्वास गरेर त्यसले त्यस्तो घात गर्यो केटा मान्छेलाई त्यसलाई त खुकुरी हानिदिनु पर्ने हो त हानिदिँदैन आज भेटेको भए अहिले मान्छेहरू जुन पेजवाला मान्छेहरू छ नि उनीहरूले फेरि पेजमा हालिराख नि त रिल्स बनाउँदै हालिराख किन हाल्नु पऱ्यो होला होइन बरु हालिन्छ भने लाइक कमेन्ट आउँछ होइन जस्तै एउटा हुन्छ नि एउटा त्यसलाई चाहिँ त्यो उसलाई त्यो भिडियोलाई चाहिँ एउटा राम्रो एउटा हुन्छ नि राम्रो मेसेजमा हाल्दै त राम्रो हुन्थ्यो नि खालि त्यो हुन्छ नि बिल्ला हानेछ उसलाई नि गाह्रो हुन्छ नि त होइन जे हुनु त्यो भइसक्यो त्यो नबढाइदिउँ होइन बरु अलिअलि कम गर्ने कसरी हुन्छ गराइदिउँ झन् माथि बढाइदिएछ झन् आगोमा पेट्रोल हाले जस्तो नेपालको बानी नेपाली मान्छेहरूको बानी यही छ क्या यत्रो कुरालाई नै यत्रो बनाइन्छ बेलुङ जस्तै त्यही भएर मलाई नेपाली मान्छेहरू मन पर्दैन क्या सबै घर दिदी बहिनी हुन्छ होइन कोही घर होला दिदी बहिनी नभएको होला घर होइन तर पनि ऊ जन्मेको त त्यही केटी मान्छेबाट कोखबाट त नि जन्मेको त त्यही सोचेर उसले बुझ्नुपर्छ केटा मान्छेहरूले बुझ्नुपर्छ त्यो केटाले घात गर्यो अनि त्यो केटाले घात गरेपछि गाह्रो हामीलाई हुने हो फेरि अब कसरी भने अब त्यो केटाले घात गरेपछि अब अर्कोले अब विषय दिलाउन हामीलाई पनि गाह्रै हुन्छ होइन सबैलाई विषय दिलाउनु गाह्रो हुन्छ नि एउटाले घात गर्ने अब सबै सोचाइमा त्यही पर्छ अब त्यस्तो होइन केटी मान्छेहरूको अब होइन केटी मान्छेको अब रोजाइमा त्यस्तै केटा पऱ्यो त अब होइन रोजाइमा त्यस्तै केटा पऱ्यो अब सबै अब सधैँ पर्छ भन्ने हुँदैन त्यस्तै हो राम्रोसँग हिँडेर बुझेर चाहिँ अघि बढ्नुपर्छ भन्छु मैले चाहिँ केटी मान्छेहरूलाई माया गर होइन तर त्यस्तो शरीरले सुम्पिने गरी माया नगर तिम्रो लागि भनेको फ्यामिली बाहेक अरू कोही होइन कि तिम्रो लागि त्यति इम्पोर्टेन्ट भन्ने चिज बिहा गरिसकेपछि त आफ्नो बुढीलाई कति पिटेर घाउ चोट बनाइदिन्छ अनि बिहा नहुँदै त्यति साह्रो किन उ गर्छ हो मैले त के बुझ्छु भने माया भने चाहिँ त्यो देखाइपऱ्यो भने कि त्यो माया देखिने चिज होइन नि त एउटा जसले दुःख पर्दा साथ दिन्छ नि त्यही हो माया भनेको त्यही हो अरू केटाहरूलाई अरू के भन्न चाहन्छु भने मैले त्यस्तो नगरिदियो त्यस्तो अरूको चिट नगर अरूलाई होइन अहिलेको जेनेरेसनमा त्यस्तो माया गर्ने मान्छे पाउनु धेरै गाह्रो छ होइन इज्जत गर्न सिक सबै केटीहरूलाई इज्जत गर्न सिक अनि दिउले दिएको मायाको कदर गर्न सिक जिन्दगी के छ र होइन आफ्नो साथमा आफूले माया गरेको अनि आफूलाई माया गर्ने अनि आफूले माया गरेको मान्छे साथमा भयो भने यति रमाइलो हुन्छ नि जिन्दगी होस् कि होइन भनौँ त्यति साह्रो धनी हुनु पनि पर्दैन कि गरिब भए पनि जिन्दगी यस्तो मिठो मजाले चल्छ नि माया गरेको मान्छे साथमा भयो भने जिन्दगी मजाले चल्छ कि जिन्दगी के नै रहेछ रु गन्तव्य भनेको त्यही मृत्यु रहेछ अरू होइन त्यो विदेश आएपछि झन् मलाई कस्तो लाग्यो भने झन् म त विदेश भन्दा नि हरेक ठाउँ जता पनि के कमाउन थालेपछि भनौँ न एउटा इष्टमित्रहरू हुन्छ नि साथीभाइहरू आफन्तहरू अलि झन् पर हुँदो रहेछ क्या किनभने मैले बुझेअनुसार किनभने जब हामी कमाउनुतिर लाग्छ नि तब कमाउनुतिर लागेपछि कसैले हेल्प माग्छ होइन मलाई हेल्प गर्न भनेर माग्छ होइन हेल्प माग्दा अब हामी पनि त्यस्तै अवस्थामा हुन्छ होइन हामी त्यस्तै अवस्थामा भएपछि अब
भए पो मलाई हेल्प गर्नु होइन, अब सके पो हेल्प गर्नु होइन। अब सकिन्न त अब होइन, छैन त केही छैन, अब आफूसँग दुःख पीडा पाएको केही छैन, अब कसरी भन्नु, कसरी गर्नु त हेल्प होइन। त्यही अनुसारले छैन सकिन्न, अब हामीले पनि सकिन्न, अब त्यही अवस्थामा जस्तै अवस्थामा छ हामी पनि सकिन्न भन्दा अब कमाउनु गएँ, मलाई ठुलो भयो त्यति भनेर सोच्छन् होइन सायद जसले पनि कि। अनि त्यही अनुसार मैले भन्छु। अनि कसले बुझेछ र हामी कमाउनु पो आयो होइन, सबैले सोच्छन् कमाउनु गयो तर कसरी कमाएको छ होइन, कुन कन्डिसनमा छ अहिले, कुन अवस्थामा छ होइन, त्यो बुझ्दैन क्या। त्यस्तो छ कि त्यही अनुसारले झन् मान्छेहरू झन् कम हुँदै जाँदो रहेछ कि। त्यही अनुसार मैले बुझेअनुसार होइन, बुझ्ने मान्छेले चाहिँ म बुझ्छु ठिक छ केही छैन, अरू पछि भयो नि यसो सके जति गर्न भन्छ होइन। नबुझ्ने त छैन, त्यस्तै हो। साथीभाइ सो जोसुको त्यस्तै हो। पैसाले रहेछ कि सबै, नजिक पनि ल्याउने पर पनि बनाउने भनेको पैसाले रहेछ माछा। त्यही हो केटाहरू। मलाई त यो अरू गाह्रो होइन क्या, इष्टमित्रहरू हुन्छ नि, इष्टमित्रहरू जो पनि त्यही जोगाउनै गाह्रो हो कि मलाई त। त्यही के सबै टाढिँदै गइरहेको छ होइन। जाओस् भनेको छु मैले पनि होइन, नजाओस् त भन्दिनँ मैले पनि, जाओस् त भनेको छु। जाने मान्छे जाओस्, नबुझ्ने मान्छे जाओस् होइन। बुझ्ने मान्छेहरू छ मेरो पनि धेरै नै होइन, नबुझ्ने होइन, बुझ्ने मान्छेहरू साथमै छन्, त्यही हो खुसी कुरा भनेको। फ्यामिलीहरू त अलरेडी बुझेकै छ मलाई, अनि बाहिरको मान्छेले पनि बुझिरहेको छ मलाई, 2-4जना भयो नि बुझ्ने छ। त्यही बुझ्ने मान्छेहरू साथमा छन्, त्यही नै हो ठुलो कुरो मेरो। अरू नबुझेर जानुहुन्छ भने जाओस्, केही छैन होइन। जिन्दगी के छ र होइन, परदेशको ठाउँमा निकै गाह्रो कि, न निन्द्रा पुरा हुन्छ न सपना, के सपना बोकेर आएको हुन्छ होइन। त्यो सपना अलिक निकै गाह्रो हुँदैछ पुरा गर्न, समय पनि धेरै लाग्दो रहेछ त्यो सपना पुरा गर्न। थकेलाई आइसक्यो होइन, सपना पुरा परदेशी ठाउँमा धेरै गाह्रो, न त निन्द्रा पुरा हुन्छ न त सपना नै। कफी खाने भयो हाम सबैजना, कफी बनाएर खाम्ला के छ र। यो चाहिँ यहाँले मिनी कफी हो, यो चाहिँ मिनी कफी हो, चट्ट हुन्छ यहाँ। बाहिर काम गर्ने फेरि भिजोक रमाइलो छ क्या, बेग्लै मजा छ क्या बाहिर काम गर्ने, गर्मीमा घाममा। अन्त भित्र काममा पऱ्यो हामी चाहिँ, बाहिर काममा पऱ्यो नि केही थिएन फेरि त, आउँदा भित्रै कामको लागि भनेर आएको हो। अनि झन् भित्र काममा पऱ्यो, सजिलो भयो। बाहिर काममा पऱ्यो पनि गरिन्थ्यो, गर्न त त्यति साह्रो त होइन होइन, काम गर्न लगाएको हो, पैसा पनि त्यही अनुसारले पाउनु पऱ्यो, काम चाहिँ जस्तो नै हानिदिन्छ है, त्यो त मतलब छैन होइन। पैसा पाउनु पऱ्यो, काम त हेरिँदैन हामीले, जस्तो पनि पाइदिन्छ काम। त्यहाँ भाइ वेटिङमा छ, मेरो वेटिङमा बसिरहेको छ त्यहाँ भाइ, त्यही अस्ति कचडा गाडीमा हालिदिन्छ। ठिकै छ, जिन्दगी यस्तै रहेछ भने चित्त बुझाउनुपर्छ, मरिलानु के छ र होइन। केटाहरू के गर्नु, यस्तै छ देशको हालत त। खाडी आउन मन थिएन, छाडी आफन्त, 154 डिग्री घाममा काम गर्नुपर्छ, खै कसले बुझेछ र यो मनको व्यथा, को छ र यहाँ सुन्नलाई खाडी बस्नेको कथा। कसले सुन्छ र होइन खाडी बस्नेको कथा, सबैले आफ्नो आफ्नो कथा सुनाउनु खोज्छन्, हामी खाडी बस्नेको कथा कसले सुन्थ्योस् र होइन। सबैलाई त्यस्तै उ लाग्छ होइन, इन्जोय गरेर हिँडिरहेको होइन, के भन्छ अरे एउटा दुइटा फोटो हाल्न भ्याएन, अलिकति राम्रो, अलिकति हुन्छ नि, अलिकति राम्रो गेटअप गरेर फोटो हाल्न भ्याएन, वा क्या राम्रोमा यसको रहेछ नि त लाइफ भनेको। विदेश गएर इन्जोय गरेर चाहिँ बन्छ होइन, तर काम गर्नेवाला मान्छेहरू यहाँ यस्तो हालत खराब हुन्छ नि। बात त सही है। गर्मी बहुत है ना, गर्मी। काम मैले पो यहाँ यसो खानासाना लिन्छ, टाइम यसो मिलेर भ्लग बनाएको होइन। अनि नत्र नि यो भ्लग बनाउने टाइम पनि छैन मसँग भन्नुपर्दा त, टाइमै छैन क्या। हल्का फुल्का यसो टाइम मिलाएर मैले जोडेको, नत्र नि मेरो त्यही कारणले हो, नत्र नि मैले हप्ता भ्लग हाल्थेँ, मैले भिडियो हालिरहन्थेँ मैले हप्ता। यही कारणले नि हो, मेरो हुन्छ नि एउटा टाइम पाउँदैन क्या, काम हुन्छ, अब दिनभरि काम हुन्छ। अनि मेरो साथीहरूले सोध्छ कि मलाई होइन, साथीहरूले सोध्छ अनि के अनलाइन भएर नि मलाई रिप्लाई छैन, फोन छैन भन्छ होइन। अनलाइन त अब फेरि वाइफाई छ, मोबाइल त अनै हुन्छ त, काम आफू ड्युटीमा लागिरहेको हुन्छ, आफू ड्युटी गरिरहेको हुन्छ, काम गरिरहेको हुन्छु म चाहिँ होइन, मोबाइल चाहिँ अन भइरहन्छ क्या। अनि साथीहरूले फोन गर्छ होइन, फोन लागेको हुन्छ, अनि
फोन उठाउँदैन मैले थाहा हुन्न मलाई फेरि होइन अनि त्यही भएर साथीहरूले फोन अनलाइन हुँदैन मेसेज फोन गर्दैन भन्छ र म काममा हुन्छु साथीहरू मेरो मोबाइल हो कि फेरि म होइन मेरो मोबाइल चाहिँ फेरि हुन्छ म हुँदिनँ त्यही हो केटाहरू बुझो फोन नगरेको भनेर दुःख नमानो म फेरि भए बेला म गरिरहन्छु सबैलाई सम्झिरहन्छु मैले 1 महिनापछि 2 महिनापछि भयो नि सम्झिन्छु मैले फोन नगर्दैमा त्यो बिर्सेको हुँदैन केटाहरू मलाई थोरै अब होइन एउटा हिसाबले साथी सम्बन्ध थोरै फोनमा हो र उनीहरू मनमा छ नि तिमीहरूको माया मनमा छ क्या केटाहरू ढुक्क बसौ न हौ तिमीहरूको माया एकदम मनमा जागेर राखेको छु मैले अच्छा जिन्दगी खत्म हो गया मेरा हम इतना ज्यादा लौट के तुम बहुत इधर था sad पता हूँ। नहीं चल गया इधर था मैं 10 बजाया इधर फिल्म चालू हो रहा है उधर देखो 10 बजाया ठीक है इधर हम फिल्म देखेंगे मैं तो इतना बोला फिल्म देखेंगे इधर हम फिल्म देखेंगे भाइ भूत का फिल्म देखेगा आज अरू अलि यस्तो बनाऊ हामीले आज फिल्म हेर्न गइरहेको छौँ है हाम्रो फिल्म हल यो 5 रुपियाँ टिकट हो 5 रुपियाँ अनि यो टिकट काटिदिने मान्छे म यो यिनको उहाँहरूको लफङ्गा कामचोर यी दुइटै कामचोर हुन् म मात्रै हो कामले गर्ने भनेको दिमाग धेरै भएको नि म यो हो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ जाने टाइम भएको छ जाने अनि खाना अहिले पो आइसक्यो त्यहाँ गाडी छ त नि अघि नै आइसकेको हो के फोन गरेको मलाई उसले किनौँ झार्दै गर्छ नि त नि आयो त नि नचलेर हिँड न हो नचलेर यस्तो गर्मी कति टाँसिएर हिँडेको म खा आनन्द छ यार नेपालीको छोरो भएर सबै गुलाम गर्ने हो क्या मैले त्यसलाई भन्छु अघि ढाडको नै दियो त यार लास्टै चिरा यार नै लिएको मलाई त यस्तो एक्लो फिल कतिखेर हुन्छ भने मलाई यस्तै बेला हुन्छ क्या एक्लो फिल जब हातले नपुग्ने ढाड चिलाउँछ नि यस्तो एक्लो फिल हुन्छ हौ हो रहेछ हो खतरा खतरा हान्नुहुन्छ ठाउँको ठाउँ हान्नु त यस्तो लाइन त फेरि दाइले दिन्छ नि फेरि आँखा चिम्लेर हान्छ फेरि तर पनि मैले भएको कुरा भनेको यो जिन्दगी दर्पण छ भन्ने गीत छ नि कस्तो मेरो आँसु नझरी मात्रै मन चाहिँ यस्तो रुन्छ किनकि होइन बचपनको यता स्कुलमा हो गरेको प्रोग्राम हुन्छ नि स्कुलमा बासी बुस लाग्छ नि त्यति बेला चाहिँ हामीभन्दा अलि सिनियरहरू हुन्छ नि सिनियर दिदीहरू होइन यो गीतमा नाचेको खुब याद आउँछ क्या मलाई यस्तो बचपनको खुब याद आउँछ जिन्दगानी दर्पण छ यहाँ भन्छ यस्तो दामी लाग्छ अब चाहिँ हामी लाग्छ खाना खाइन्छ बादमा भेट्यौँ है खत्तम गर्नु पर्दा चाहिँ भिडियो धेरै लामो बोलाउनु होइन अब त्यस्तै हो जिन्दगी भनेको यस्तै हो बेगम खुसी हो कि जिन्दगी भनेको यहाँसम्म पुऱ्याइदिनु भएकोमा धेरै माया भन्न पाऊँ छिटै ठाउँमा पुऱ्याइदिनु भयो भने पुग्छु भने मेरो सपना छ है फाइनली हामीले खाना खाएर भइसक्यो खाना खाएर नि भइसक्यो अब चाहिँ म जान्छु चट्टाला र भिडियो पनि अफ गरिदिन्छु मैले अफ गरिदिन्छु अनि चाहिँ अब नेक्स्ट विकतिर भेटौँला नयाँ वर्षमा भेटौँला सबैसँग काले भाइको र मेरो बोला दामी आउँछ अनि अस्तिको भ्लगमा भाइ र मेरो खतरा आउँछ भने मेरो आफ्नै भाइ भन्नु अस्ति नै त्यो कचरा गाडीमा लानु खोज्ने भाइ पठाउनु खोजेको मैले यही भाइलाई यो भाइ र म आउँछु फेरि न्यु इयरमा हामी सब बबाल लगान गर्नुपर्छ न्यु इयरमा भेटौँ ल गाइस ओके बाई सी यु अगेन थ्याङ्क यू सो मच एभ्री वान